Welcome to my YouTube channel. Namaste. Like, comment and subscribe. Thank you so much. यहाँबाट चाहिँ हाम्रो सुरु भयो जामा चौक यात्रा। यहाँ चाहिँ हाम्रो सबै ब्यागहरू चेक हुन्छ किनकि नराम्रो चिजहरू निकुञ्जमा नजाओस्। त्यहाँबाट 5 मिनेट हिँडेपछि आउँछ यस्तो ठाड उकालो ताकि माथिबाट लड्यो भने सिधै फेरि अघि जामा चौक गेटनेरै आइपुग्छ इन्ट्री गर्ने गेट। त्यहाँ यति अप्ठ्यारो छ कि ठाडै उकालो छ। ल हेर्नुहोस् हाम्रो केटाहरूको क्राउड। यति उकालो छ कि त्यहाँ सबै केटाहरू थाकेर थकित भएर सेसेर फोफो गर्दै हिँडेको छन्। यो जामा चौकबाट केही जाओस् है साथीहरू। केही जाँदैन भने यार यस्तो त भएन नि यार। हामी चाहिँ अब जामा चौक जाँदैछौँ। अब 2-3 किलोमिटर बाँकी छ। अहिलेसम्मको यात्रामा कस्तो भइरहेको अब चाहिँ राम्रो हुन्छ जस्तो लागिरहेको छ। अहिलेसम्मको यात्रामा ठिकै भइरहेछ। मान्छे चाहिँ अलिअलि थाकेछ तर पनि अझै यस्तो हाइक एक दिनमा कम्प्लिट हामी कहिले पनि थाक्दैनौँ। जोस चार भनेपछि अझै उति नै छ। यतिको चाहिँ हुनु पर्यो क्या। चढ्ने लागेको थियो म यो चाहिँ हामीलाई सानो उकालो गरेपछि केटाहरूसँग कुराकानी गर्दै रमाइलो गर्दै गफ गर्दै लाग्यो। यहाँ चाहिँ सम्म छ केटाहरू मस्त हाँस्दै गफ गर्दै लागिरहेको छौँ। अब त धेरै छैन है भन्दै हौसला दिँदै केटाहरूलाई माथि ल अझै भन्दै लगिरहेको छु। यो चाहिँ माथि दोस्रो इन्ट्री गराइसकेपछिको फेरि नेक्स्ट भिडियो। यहाँ चाहिँ उहाँहरूले पनि अब धेरै छैन तपाईँहरू आधा घन्टामा पुग्नुहुन्छ है भन्दै हामीलाई एउटा हौसला दिनुभएको थियो। त्यसपछिको जङ्गल यहाँ यस्तो रमाइलो छ कि चारैतर्फ मजाले जङ्गलले घेरिएको बिचमा सानो गोरेटो बाटो। केटाहरू हाँस्दै रम्दै जानुको मजा नै छुट्टै छ। ल है छिटो आउनु पर्यो साथीसँग छुट्नु भएन है नत्र पाना जङ्गलमा छुटे जस्तो भइयो नि। नाइस जोस। त्यहाँ भिड आधी बाटोमा पुगेपछि साह्रै भोक लागेर हामी चाउचो खान सुरुवात गऱ्यौँ। यहाँ चाहिँ एकदम सबै तरिकाले खानुपर्ने हुन्छ किनकि हामीले चाउचो खाएको सबै खोलहरू कहीँ पनि जथाभावी रूपमा फाल्नु हुँदैन किनकि हाम्रो यो नेसनल पार्क हो। त्यसपछि हामी 40-45 मिनट कष्ट गरेपछि आयो फाइनली जामा चौक। यहाँ चाहिँ यति दामी बौद्धका ध्वजा पताकाहरू यति दामी टाँगेको छ कि कुरै छाड्दिनुहोस्। हावाको बेगसँगै ध्वजाको नाच जस्तै फोटो खिच्नेको मजा नै बेग्लै। माथि मेन मन्दिरबाट भ्यू हेर्दै तल हामी चाहिँ खाजा खान लाग्यौँ। ल हेर्नुहोस् त तल पनि यति राम्रो छ कि कुरै छाड्दिनुहोस्। पुरै डाँडा नै कभर गर्ने गरी यो ध्वजा पताकाहरू टाँगिएको छ। यति राम्रो। खाएपछि लाग्यौँ फेरि गन्तव्य त्यही ओह्रालो बाटो। यहाँ चाहिँ स्पेसली पूजा यसरी बत्ती बालेर गरिन्छ। त्यसपछि लाग्यो हामी ओह्रालोतिर। जाँदाखेरि चाहिँ यस्तो आनन्दले गयो आउँदाखेरि चाहिँ गाह्रो। फाइनली गाइस हामी चाहिँ जामा चौक तल आइसकेका छौँ। बिस्तारै हिँडौँ बिस्तारै। मै लडे भन्दा म के भन्दिनँ है फेरि। डोन्ट वरी बहिनी बसाउँछ। यो यति ओह्रालो छ कि त्यहाँबाट लड्यो भने सायद बाँचिँदैन होला पनि। ल हेर्नुहोस् त यस्तोमा पनि हाम्रो केटाहरूको जोस झर्दा पनि उस्तै जाँदा पनि उस्तै। अन्ततः हामी फर्किसक्यौँ बाटोमा। यहाँ जति पनि हामीले लगेका खानेकुराका खोलहरू बोक्राहरू हुन्छ ती हामीले सबै तल ल्याएर
देखाएर फाल्नुपर्ने हुन्छ। थ्याङ्क यू फर द वाचिङ। चानाचो।